सबै साथीहरुमा नमस्कार छ। साथै स्वागत छ मेरो यस च्यानलमा। आज चाहिँ बिहानदेखि नै हामी एकदमै मकै भाँच्ने काममा खटिरहेको छु। हेर्नु मकै पाकिरहेछ, सुकिसक्यो। अब यहाँ धान रोप्नु पर्ने। एकदम गर्मी छ, घाम लागेछ, लगभग 40 डिग्री भन्दा माथि जस्तो लाग्दैछ घाम पनि। यहाँ पनि अब मकै त भाँच्नु पर्यो, पसिनाले यस्तो भइरहेछ। हाम्रो देवकाजी मकै भाँच्दै हुनुहुन्छ, घाम छ मर्ने गरी। बिहान 9 पनि बजेको छैन, यस्तो घाम छ, झन् दिउँसो कस्तो गर्मी होला। अब मकै त भाँच्नै पर्यो, मकै सुकेका छन् सबै। अब यहाँ धान रोप्नु पर्ने यस्तो तरिका छ। साथी हाम्रोतिर चाहिँ मकै भाँच्ने, हजुरहरुकोतिर चाहिँ कसरी भाँच्नुहुन्छ? ल हामी भाँच्दै गर्छु, त्यो पुऱ्याएर आउनु नि। गर्मी छ, धेरै गर्मी छ, पानी खानुपर्छ, मरिन्छ। काम गरिँदैछ बिहानदेखि। फलेको छ र अब लाग्ने हो ड्युटीतिर। धेरै बेर भयो घर बसेको, अब चाहिँ हिँडेको। अब ड्युटी जानुपर्छ। बिहानभरि मकै भाँच्यो, के गर्यो, अब खानासाना खायो, आराम गर्यो, अब चाहिँ हिँड्ने ड्युटी। के गर्दैछौ भित्र? पाकेको आँप? कस्तो पाकेको आँप खाँदैछौ? अब लागेको है। अब साथीहरु अब घाम लागिरहेछ मर्ने गरी दिउँसोको, तर अब के गर्नु, ड्युटीमा जानै पर्यो। आज पनि हाम्रो बसन्ती एक्सप्रेस लिएर चाहिँ हामी कलेक्सनमा जाँदैछौँ। अब हेरौँ आज कति सामान भेटिन्छ, कति कमाइ हुन्छ, भरे बेलुका नै थाहा हुन्छ है त। अहिले म यहाँ शिवगञ्ज बजारको कृषि थोक बजारमा आइपुगेको छु। यहाँ अलिकति सामान छ, लिन आउनु न भनेर फोन गर्नुभएको थियो। अब अलिकति होइन, सामान चाहिँ अलिकति धेरै नै रहेछ। अब यस्तो घाम छ, कसरी उठाउने खोइ। बोतल तातेर आगो जस्तो भएको छ। कार्टुनहरू पनि सबै यस्तो घाममा छ। एक किसिमको बट्टाहरू छ। घामले यहाँ सातो पुत्लो गइसक्यो, कसरी काम गर्नु खोइ। मैले स्कुल पढ्दाखेरि एउटा भनाइ सुनेको थिएँ क्या, जस्तो पानीले नुहायो भने चाहिँ शरीर सफा हुन्छ अरे, शरीर चम्किन्छ अरे, पसिनाले नुहायो भने चाहिँ भाग्य चम्किन्छ अरे क्या भन्थे। तर त्यो गलत रहेछ क्या। हाम्रो दिदी पनि हाँस्नु भयो, त्यो गलत रहेछ क्या। मैले पसिनाले नुहाउन थालेको 5 वर्ष भइसक्यो, खोइ त भाग्य चम्केको होइन। भाग्य चम्किने भए त यतिखेरसम्ममा टिलिलिली टल्किसक्थ्यो होला मेरो भाग्य त। जे होस्, टल्किन सकेन। भाग्य नचम्के पनि घर गृहस्थी चाहिँ चम्किरहेको छ, त्यतिमै चित्त बुझाउनुपर्छ होइन। यहाँ एकजना भाउजूले यहाँ बोतल छ भन्नुभयो। अब कति बोतल छ भाउजूकोमा? बोरा पनि लिएर जाउँ। अरे बाफ रे, बोतलको त यहाँ त के हो, खजना जतिकै रहेछ त यहाँ त बोतल त। बाफ रे बाफ। ल ठिक छ, अब सबै उठाउने बोतलले। त एक्सट्रिमको बट्टा पनि छ, बोतल पनि छ, टन्नै रहेछ। कार्टुन पनि छ अरे, भाउजूले कार्टुन पनि निकाल्दै हुन्छ। कार्टुन पनि रहेछ, बोतल पनि रहेछ,
सबै थोक उठाउने त आज अब देखाउनु पर्यो नि हो भाउजू ल यहाँ भाउजूकोमा चाहिँ यत्रो सामान भयो एकै ठाउँमा भाउजूले टन्नै बेला गरेर राख्नु भएको रहेछ यत्रो भयो अब यसलाई चाहिँ लगेर सिटीमा हाम्रो बसन्तीमा लोड गर्नुपर्छ ल साथीहरू गर्मीले मर्ने बेला भइसक्यो घामले पसिनाको धारा छुटिसक्यो यहाँ अलिकति रछ क्यारेटमा राख्नुभएको रहेछ अब यो क्यारेटको चाहिँ उठाउनु पर्ला अनि चाहिँ एकछिन आराम नगरिकन सास जान्छ होला आराम गरेन भने त हार्ट एट्याक भएर अब यो प्याक गरेर चाहिँ एकछिन आराम गर्ने हामी अहिले अर्को पसलमा आइपुगेका छौँ यहाँनिर चाहिँ यहाँ भर्याङमा राख्नुभएको रहेछ क्या यस्तै भर्याङमा मिलाएर लिस्नुमा अब तपाईँहरूकोतिर चाहिँ यसलाई के भन्छ हाम्रोतिर चाहिँ यसलाई भर्याङ भन्छ होइन अब त्यसमा राख्नुभएको रहेछ यहाँ भित्र पनि अलिकति रहेछ खतराको त यता पनि रहेछ अब यही उठाएर लोड गर्नुपर्छ लगभग हाम्रो बसन्ती एक्सप्रेसमा आधी भइसक्यो लगभग लोड पुग्न आँटिसक्यो हामीले यो भर्याङ दोकानबाट चाहिँ यति सामान भेला गऱ्यौँ भर्याङबाट अब यसलाई चाहिँ हाम्रो बसन्ती एक्सप्रेसमा लोड गरेर लाग्ने हो अब यो दोकानसम्म आइपुग्दाखेरि लगभग सिटीमा आधी भएको छ आधी माल भएको छ अब 4-5 बोरा भएदेखि चाहिँ हाम्रो लोड पुगिहाल्छ बसन्ती एक्सप्रेसमा त्यसपछि लाग्ने घरतिर गर्मी छ पसिनाको धारा बगेको छ के गर्ने यस्तै हो जिन्दगी यहाँ एकजना भाउजूले सिटी कुदिरहेको बेला हात उठाएर भाइ रोक्नु यहाँ बोतल छ भन्नुभयो अब कति बोतल रहेछ भाउजूकोमा बोरा पनि लिएर जाउँ अरे बाप रे बोतलको त यहाँ त के हो खजना जतिकै रहेछ त यहाँ त बोतल त बाप रे ल ठिक छ अब सबै उठाउने बोतल त एक्सट्रिमको बट्टा पनि छ बोतल पनि छ टन्नै रहेछ कार्टुन पनि छ अरे भाउजूले कार्टुन पनि निकाल्दै हुन्छ ल कार्टुन पनि रहेछ बोतल पनि रहेछ सबै थोक उठाउने त आज अब देखाउनु पर्यो नि हो भाउजू हाम्रो फ्रेन्ड्सहरू छ नि हो यो हेर्ने फ्रेन्ड्सहरू हाम्रो साथीहरू आजलाई हाम्रो बसन्ती एक्सप्रेस पुरा लोड भइसकेको जस्तो छ अब सायद घर फर्किनुपर्छ होला भोक लागिरहेको छ अलिकति नास्ता खाने अनि लाग्ने घरतिर र सानो होटलमा आएको छु अब यहाँनिर अलिकति नास्ता खाएर चाहिँ बाटो लाग्ने